ल रोप्नु लसन फटाफट। हेलो मेरो गाइसहरू, मेरो फेसबुकमा जोडिने, मेरो युट्युबमा जोडिने मेरो साथीहरूलाई आज चाहिँ हामी धमाधम लसुन रोपाइ हुँदैछ। आज असोज कति गते पो? ए आज नौरथाको दिन। आज लसुन रोपाइ हुँदैछ। यहाँ बुहारी छोरी, यहाँ बहिनी चाहिँ हाम्रो चाहिँ छोरी, यहाँ हाम्रो म्याडम हो, यहाँ नाति केटा पनि छ हो। यहाँ यति चाहिँ रोपिसकेको। यो चाहिँ कुखुराको सुली है, यो चाहिँ माथिबाट हालिदिएको चाहिँ मल कुखुराको सुली। यो चाहिँ देशी कुखुराको हो सुली, यहाँ मल हो, हुन्छ भनेर चाहिँ लगाइदिएको। यहाँ अब रोप्नु बाँकी छ। यहाँ हाम्रो आमाले रोप्दैछ, बुहारीले पनि रोप्दैछ। यहाँ आज त खेतला छ हाम्रोमा। ल यहाँ बुहारी छोरीहरू छ, रोप्दैछ। यो मल बोक्ने माइला बुढो हेरिहाल्दैछु। हाम्रो माइला बुबु यो चाहिँ मलको धनी हो। गाई चाहिँ 4टा छ हो, तर मलै छैन रहेछ। मल खाँडेमा चाहिँ सब खान्छ है क्या, मलै छैन। हो त्यही ए मल बोक्नु हुँदैछ। मल बोक्नेलाई मल बोकेकै हो है। मल बोक्नेले बनाएको मल बोकेकै हो, रोप्नेले रोपेकै छ। ओ हाम्रो नातिले खन्दैछ है। ल खन नाति खन। पछाडि मेरो काम यही हो भनेर गर्दैछ। ल रोप्नु न छिटो मल। अलिकति हाल्नु बन्द गरिदिइहालौँ भनेको त। बिउ त कता रहेछ? कति रहेछ? हुन्छ है, अब एकताल ल्याउनुपर्छ ल। ल मोमाला दिनु छिटो। यो केटाकेटीले भुल्लाएर नि। यो चाहिँ कुखुराको सुली। यहाँ चाहिँ लसुनको बिउ यति छ। लसुनको यो चाहिँ बिउ हो, सबै काटेको छ। काटेको कोही सबै यो बिउहरू चाहिँ हामी चाहिँ काटेर मात्रै रोप्छौँ नि त। हाम्रो बुहारीले झार खन्दैछ। उखाल्यो, सोर्यो, सबै सोर्यो लसुनहरू। नदिनु खोज। ल गाइजहरूलाई, ल मेरो भिडियो मन पर्यो भने फेरि लाइक कमेन्टहरू गर्न, सेयर गर्नुहोस् ल साथी हो। यति भन्दै साथीहरूलाई बाई बाई।